संसारमा सबैभन्दा दुःखी कोही मानिस छ भने त्यो घरको सबैभन्दा जेठो छोरो हुन जेठो छोरो। किनभने यदि जेठो छोरो घरमा भइसक्यो, यदि घरमा बाउ छैनन् भने, बाउ छन् भने जेठो छोरोले केही राहत मिल्छ। यदि बाउ नभएको घरमा जेठो छोरो छ र त्यसको पछाडि दाजुभाइ दिदीबहिनीहरू टन्नै छन् भने संसारको सबैभन्दा दुःखी भनेको जेठो छोरो हुन्छ। जेठो छोरोले आफूले जसो तसो गरेर कमाइ धमाइ गर्नु पर्यो, पछाडिका दिदीबहिनी अनि भाइ बहिनीहरू जति छन् तिनीहरूलाई कमाउनु पर्यो, पढाउनु पर्यो, लेखाउनु पर्यो। आफूले कमाएको 1 रुपियाँ जेठो दाइको अथवा जेठो सन्तानको हातमा 1 रुपियाँ पर्दैन। जब साना दाजुभाइ दिदीबहिनीहरूले पढाउँदा हुर्काउँदा दाइ पनि बुढो भइसक्छ, ठुलो भइसक्छ, उसले पनि बिहा गर्नु पर्यो, छोराछोरी पाउनु पर्यो। अनि यावत उबत घरको व्यवस्था, खाना नुन तेल लत्ता कपडा समाजको यताउति तिरो तारो सबै जेठो दाइको, बाउ नभइसकेपछि जेठो दाइको टाउकोमा पर्छ। यदि बाउ छन् भने केही राहत मिल्न सक्छ, त्यो पनि अगतिलो बाउ भएन भने सबै जेठो दाइको हातमै पर्ने हो। त्यसैले यस्तो हुँदै जेठो दाइ पढाउँछ, लेखाउँछ, हुर्काउँछ अनि सब गर्छ। आफूसँग भएको स्यालेरी तलब जे जति छ उनलाई कान्छा भाइहरूलाई, बहिनीलाई, साइलालाई, माइलालाई सबैलाई गर्न पर्यो। लास्टमा दाइ चाहिँ रित्तो हुन्छ। त्यति गर्दा गर्दै बिहे गर्ने बेला आउँछ। कान्छाको, माइलाको, साइलाको बिहे गर्नु पर्यो, व्रतबन्ध गर्नु पर्यो, अनि अर्को गर्नु पर्यो, मगनी गर्नु पर्यो, फेरि त्यसमा खर्च भयो। अनि जब दाजुभाइका 3-4जनाका जति हुन्छन् बिहे गर्यो, लास्टमा दाजुभाइ एक आपसमा मेलमिलाप हुँदैन। भाइले तैँले के गरिसिस भन्छ, जेठाले साइलाले तैँले मलाई के गरिसिस भन्छ, म पढ्दाखेरि यति मात्रै पैसा दिए त 2-4 हजार त दिए, उ गर्दाखेरि मैले कस्तो सङ्घर्षको जीवन जियाउँ कान्छाले भन्छ। अनि भाइ बौरानी बिच आफू ठोकाठोक हुन्छ। लास्टमा रित्तो कङ्गाल हुने भनेको त्यही जेठो दाइ हो। जेठो दाइलाई न कसैले गुण दिन्छन्, न कसैले धन दिन्छन्, बिचरा हेरेको हेरे टस्टस्याँदो बनाउँछन्। त्यसैले सकिन्छ भने जेठो दाइलाई घरको जेठो पाटो मान्छे हो, अनि बाउ पछिको ठुलो मान्छे हो। सकिन्छ सम्मान सत्कार गरौँ, दाइको भने मानौँ, मर्यादामा बसौँ। अथवा सकिँदैन भने दाजुसँग डिस्कस गरेर केही हुनेहालो छैन, बरु मौन बसौँ क्या। सानातिना घरमा जसको घरमा पनि झगडा हुन्छ, झै हुन्छ, यस्ता कुरालाई पर राखेर अनि हामीले बाउ पछिको ठुलो मान्छे जेठो दाइलाई अलिकति रेस्पेक्ट सम्मान दिन सिक्नुपर्छ।